परमेश्वरले तपाईलाई कहिल्यै छोड्नुहुन्न। जय मसीह। आज बिहीबार सेप्टेम्बर 25 तारिक असोज 9 गते। परमेश्वरको ताजा वचन आज तपाईको लागि। प्रियहरू, जसले तपाईको जीवनमा सधैँ रहनुपर्ने थियो उसैले तपाईलाई छोड्नु भनेको जीवनमा सबैभन्दा पीडादायी घटनामध्ये एक हो। संसारमा असंख्य मानिसहरू छन् जसलाई आफ्नै आमा बुवाले छाडेका छन्, अनि यस्ता धेरै व्यक्तिहरू छन् जसलाई आफ्नै जीवन साथीले विभिन्न अवसर वा प्रशस्तता खोज्दै छाडेर गएका छन्। परित्याग भयानक कुरा हो। कहिलेकाहीँ तपाईँ हामी वरिपरि देखिने सद्भावपूर्ण मानिसहरू बीचै पनि पूर्ण रूपमा एक्लै महसुस गर्न सक्नुहुन्छ। जोसेफिन बाखिता 1869 सुडानमा जन्मिएकी थिइन्। बाल्यकालमै उनलाई अपहरण गरेर दास बनाइयो। परिवारबाट टाढा पारिँदै असाध्यै दुःख सहेर पनि पछि चमत्कारिक रूपमा एक दयालु इटाली परिवारसँग आश्रय लिन पाइन्। त्यही उनले ख्रिस्टलाई चिनिन् र बाँकी जीवन अरूलाई सेवा गर्न समर्पण गरिन्। ती भयावह प्रारम्भहरू बीच पनि परमेश्वरले उनको पीडालाई क्षमा, धैर्यता र अटल विश्वासको शक्तिशाली गवाईमा रूपान्तरण गर्नुभयो। भजन संग्रह 27 को 10 पदमा यसो लेखिएको छ, मेरा बुवा र मेरी आमाले मलाई त्यागे तापनि परमेश्वरले मलाई सम्हाल्नुहुनेछ। यो इजरायलका राजा दाउदले 3000 वर्ष अघि लेखेका थिए। परित्याग र जीवन मरणका अवस्थाहरू भोग्दै पनि परमेश्वर सधैँ उहाँसँग रहनुहुन्छ। उनले प्रत्यक्ष अनुभव गरेका थिए। एउटा बालक आफ्नै आमा बाबुद्वारा छाडिनुभन्दा निराशाजनक र खतरनाक अवस्था अर्को कुन अवस्था होला? तर जोसेफिनको जीवनमा जस्तै परमेश्वरले यस्तो भयानक परिस्थितिलाई समेत भलाइमा परिणत गर्ने उहाँको आफ्नै तरिका छ। प्रिय मित्र, म आफैले यो अनुभूति गरिरहेको छु। जब मेरी पहिलो पत्नीले 30 वर्ष अघि मलाई अर्को पुरुषको लागि छोडिन्, त्यो पीडादायी समयमा जब म परमेश्वरतर्फ फर्किएँ, उहाँले त्यस्तो काम गर्नुभयो, अझै गर्दै हुनुहुन्छ, जसले नराम्रा कुराहरूलाई राम्रोमा परिणत गरिरहेछ। अरू मानिसहरूले तपाईँलाई छोडे पनि परमेश्वरले सधैँ तपाईँलाई आफ्नो नजिक राख्नुहुनेछ। यो हो आज तपाईँको निम्ति परमेश्वरको ताजा वचन। परमेश्वरको ताजा वचन आज केवल तपाईँको निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्। जय मसीह।